हाम्रो चाहिँ छोरा ऊ पर उठेको छ छोरा अनि यहाँ अब यस्तै आउँछ साथीहरू हेर्न सक्नुहुन्छ यहाँ हावा लाइट परेर लाइट पऱ्यो है हाम्रो गाडीमा यात्रा म यहाँ ट्राभलिङ गरेको छु सर म आउँछु भोलि तपाईँलाई पर्सि बिहान चाहिँ म गरिदिन्छु ल मेरो यहाँनिर त्यो मोबाइल पनि नेटवर्क पनि छिटो आइपुगेको छ ओहो हेर्छ हाम्रो मम्मी आज लिङ्गीमा बस्नु आयो अङ्कल हजुरलाई के मन पर्यो के मिठो लाग्यो मलाई त सबै खानेकुरा मिठो रहेछ अनएक्सपेक्टेड सोध्दै नसोचेको कुरो यत्रो भिडमा पनि मिठो हुन्न भन्ने सोचिँदाखेरि झन् मिठो सायद अलिअलि भोक लगाएर पनि होला रमाइलो भइरहेछ रमाइलो भइरहेछ भोलि जाने अब पार्टी भएर मन्दिरमा दर्शन गर्न जाने ल हजुर केही भन्दैछ भोलि चाहिँ फेरि खाएर जानुहुन्न नि फेरि होइन सकिन्छ भने पर्सि हो चाहिँ झापा दमक आइपुगेको छ यता हुनुहुन्छ हाम्रो चियामा कस्तो हुँदैछ प्राइस एकदम रमाइलो झापा दमक मेरो नि खाना हेर्न सक्नुहुन्छ झापा दमक झापा दमक आइपुगेको छ यता हुनुहुन्छ हाम्रो चियामा कस्तो हुँदैछ प्राइस एकदम रमाइलो झापा दमक झापा स्टेसन हाम्रो एक बुट्टामठ झापा आइसकेको छौँ हाम्रो एक दिन हिजोको हिजो बिहानबाट होइन विषय फाइनलले बुट्टामठ आइसकेको छ म एकछिनमा झापा आइपुग्छ अनि हामी झर्छौँ हामी चाहिँ हिजो बेलुका पोखराबाट हिजो बेलुका 3 बजे हिँडेको अनि 3 बजेको गाडीमा हिँडेर अहिले हामी नाइट गाडीमा आएको अहिले भर्खरै हामी बुट्टामठ झापा आइपुगेको छौँ अहिले हामी गएका छौँ अटोहरू लाग्छ अटो चाहिँ फाइनली बुट्टामठ झापामा आइपुगिसकेको छौँ खाजा खाने घर होइन झापाको पुष्पा अब हामी झापा बुट्टामठबाट इभी गाडीमा हामी ताप्लेजुङको यात्रा सुरु गर्न लागेको
यहाँ चाहिँ हाम्रोमा टुई टुई हिँड्नुपर्छ ओहो हत्रा ल यता कतिको त्योहरू हामी चाहिँ अहिले के अरे कन्याम भन्ने ठाउँमा कन्यामको अलि यता कटेर कन्याम नजिकै छौँ है हामी कस्तो हुँदैछ अङ्कल त्यहाँ कन्याम फोटोहरू राम्रो छ नि यहाँ भ्यूहरू हो खोल्साहरू डाँडाकाँडाहरू कति रमाइलो छ हामी त यहाँ अलि आएको तलतिर जानुपर्छ तलतिर गयो भने एकदम रमाइलो छ एकदम रमाइलो भइरहेछ हामी त हिँड्नु पर्ने भएर अल्छी भएर हो कन्यामको यात्रा हुँदै हाम्रो अब फेरि एकछिन ब्रेक टाइम गरेर हामी चाहिँ खाना खान गाडी रोकेर खाना खाएर अनि एकछिन रेस्ट गरेर फेरि हामी ताप्लेजुङको यात्रा सुरु गऱ्यौँ हामी आउँदैछौँ खाना फेमस भनेको इलामको छुर्पी इलामको ऊ के अरे कुर्सी राख्नुहुन्छ छ्यामाले छुर्पी अनि बढी ताप्लेजुङ आयो बाटो फेरि अर्को बस्दा जिपमा फेरि ठुलो फेरि कति घन्टा भोलि बिहान पार्टी भएर जाने हो ओहो अब त यो बाटो यहाँ है ताप्लेजुङको बस पार्क नानी निशा गरेर मेरो फोटो खिच्थ्यो है ताप्लेजुङ बजारको फोटो भनेर हामी चाहिँ फाइनली आइपुग्यौँ हाम्रो डेस्टिनेसन ताप्लेजुङ यहाँ चम्चा खाएको अङ्कल आइपुगिसक्यो यता कस्तो हुँदैछ अब थाकेर लगाएर हिँड्नै सकेन यता हुँदैछ हाम्रो अङ्कल हेलो अङ्कल अङ्कल हामी जाडो महिनामा खाना रुच्छ चिसो ठाउँमा हामी चाहिँ अब खाना खानु लाग्यो कुकर पनि हाल्दैन कुकर हाल्नु खोर्सानी हाल्नु छिटो खट्टी चाख्न बजार राखेको देखेको चाख्नु नलाग्दैन मलाई हाल्छ नि हामी त यता बेबिनहरू दुईजना कहाँ गयो त कसले भयो साथीहरू
मुला कति खानुहुन्छ Hello, साथीहरु हामी चाहिँ यहाँ हिँड्दैछ म त परबाट आउने हुनुहुन्छ भने र म यहाँ चाहिँ छु छायाहरूले पो जानुभयो गाग्रीमा गाग्रीमा पूजा गर्नुभयो गाग्रीमा सुरुमा आरती नि गर्नुभयो होइन त्यो गेटमा ल साथीहरू हामी चाहिँ फाइनल्ली गाह्रो भयो आउन कठिन भयो डेस्टिनेसन अङ्कल कस्तो हुँदैछ हो हात काटेर यात्रा त साह्रै मुस्किल भयो नि मलाई साह्रै कठिन भयो जसो भने पालि अलिक त हामी पिछोड छोड भए पनि अहिले तपाईँको साथमा छौँ नि सब्जी हेर्न सक्यो गर्नु गाह्रो भयो आउन कठिन भयो साथीहरू हामी चाहिँ फाइनली पूजा गरेर गइसक्यौँ साथीहरू हामी चाहिँ फाइनली आइपुग्यौँ हामी चाहिँ मन्दिर दर्शन गरेर यो चाहिँ हामी कान्छीपट्टि भएर मन्दिर दर्शन गरेको यतापट्टि छामाले नै मन्दिर दर्शन गरेर आइसक्नु भएको छ हेलो साथीहरू हामी चाहिँ खाना खाइसकेर अब चाहिँ हामी दार्जिलिङतर्फ जाँदैछौँ बाई बाई